गुड मर्निङ। आज हामी सुशोभित टुर्स एन्ड ट्राभल्स पोखरा सत्र घारीपाटनबाट पोखरा शान्ति स्तूपदेखि हिमालयन रेन्जहरू हेर्ने र सनराइजहरू देखाउने गरी हामी गेस्टहरूलाई यहाँ ल्याएका छौँ र हामी अहिले शान्ति स्तूप आइपुगेका छौँ। अहिले बिहानको 5:45 बजेको समय हो। यहाँहरू सबैलाई पहिला हामी यो शान्ति स्तूप देखाउनेछौँ। त्यसपछि हामी धौलागिरी, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे र सनराइजतिरका पोइन्टहरू पनि हामी यहाँहरूलाई बिस्तारै देखाउँदै जानेछौँ। अत्यन्तै शान्त र रमाइलो वातावरणमा रहेको ठाउँ। नमस्ते, शुभ प्रभात, शुभ बिहानी यहाँहरू सम्पूर्णमा। सुशोभित टुर्स एन्ड ट्राभल्स पोखरा सत्र घारीपाटनको तर्फबाट आज मिति 2082 6 महिना 25 गते शनिबार हामी आज यहाँहरूलाई पोखरादेखि थोरै माथि रहेको पोखरा शान्ति स्तूपको ठाउँ एरियाबाट घुमाउँदैछौँ। हामी अन्नपूर्ण, धौलागिरी, हिमाल किनारमा फेवाताल, सारङकोट, यस्तै गरी हाम्रा अन्नपूर्ण हिमालयन विभिन्न रेन्जहरू यहाँलाई देखाइरहेका छौँ। अत्यन्तै सुन्दर छ फेवाताल। पर्यटनको राजधानी पोखरा यसै भनिएको रहेनछ। यति सुन्दर ठाउँ घुम्नको लागि हामीलाई सम्झिनुहोला। अत्यन्तै विश्वसनीय तरिकाले यहाँको यात्रा गराउनेछौँ। भरपर्दो यात्राको लागि सुशोभित टुर्स एन्ड ट्राभल्स पोखरा सत्र घारीपाटन सम्झिनुहोला। बिहानको सनराइज हुँदैछ। हामी यतापट्टिको भाग पनि देखाइरहेका छौँ शान्ति स्तूपबाट। अत्यन्तै रातो भाग हुँदैछ। तल बादलको हेर्नु, समुद्र जस्तै देखिएको छ बादलले गर्दा। यहाँहरूलाई यस्तै रमाइला सुन्दर ठाउँहरू घुमाउनेछौँ। त्यसको लागि हामीलाई सम्झिनुहोस्। सम्पर्क नम्बर 98 560 49 860 मा यहाँहरूले सम्पर्क पनि गर्न सक्नुहुनेछ। यता रानीवन, त्यसपछि गएर फेवाताल किनारमा पोखरा लेक साइड जुन ठाउँ छ, यता अन्नपूर्ण हिमालयन रेन्ज पनि देखाइरहेका छौँ। माछापुच्छ्रे हिमाल यहाँहरूले हेर्न सक्नुहुन्छ। सारङकोट, माछापुच्छ्रे हिमाल यस्तै देखाइरहेका छौँ हैन। यतापट्टि हाम्रो सबै गेस्टहरू रमाइरहनु भएको छ। सुन्दर छ, अत्यन्तै राम्रो छ ठाउँ छ। यस्तै ठाउँहरू हजुरहरूलाई देखाइरहेछौँ, जसको लागि हाम्रो सुशोभित टुर्स एन्ड ट्राभल्सको युट्युब च्यानल, फेसबुक पेज र टिकटकमा यहाँहरूले चाहिँ हेर्न सक्नुहुनेछ। कति मनोरम। यतापट्टि माथि हाम्रो शान्ति स्तूप छ। हामी शान्ति स्तूप पनि यहाँलाई देखाइरहनेछौँ। धौलागिरी हिमाल जो अन्तिममा देखिएको छ, त्यसपछि यो अन्नपूर्ण साउथ, अन्नपूर्ण फर्स्ट, अन्नपूर्ण सेकेन्ड, माछापुच्छ्रे, यस्तै गरी हिमालयन, अन्नपूर्ण हिमालयन रेन्जहरू तपाईँहरूलाई देखाइरहेका छौँ। तल किनारमा फेवाताल देखिरहेको छ। यो बिहानै 5:45 बजेको समय भएको हुनाले अलिकति अझै पुरै उज्यालो भइसकेको छैन। अझै धेरै राम्रा हाम्रा दृश्य अवलोकनहरू गर्नेछौँ। यतापट्टि हिमालयन रेन्ज र तल फेवा किनार, फेवाताल, अनि फेवाताल र माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमालसँगै रमाएको यो पोखरा। यस्तै ठाउँहरू घुम्नको लागि सुशोभित टुर्स एन्ड ट्राभल्स पोखरा सत्र घारीपाटनलाई सम्झिनुहोला। यतापट्टि सनराइज एरियातिर देखाउँदैछौँ। यो अलिकति एन्टी लाइटको कारण त्यति राम्रो आएको छैन। पुरै तल हुस्सु बहिसिरहेको छ। हेर्नु, समुद्र जस्तै देखिएको छ। त्यति राम्रो सिन देखिएको छैन र पनि हामी तपाईँहरूलाई यो सनराइज एरियातिर देखाइरहेका छौँ। बिस्तारै हेर्नुहोला। यहाँहरू पोखरा अनि अन्नपूर्ण हिमालय रेन्ज र फेवातालको किनारमा रहेको सुन्दर पोखरा घुम्नको लागि सुशोभित टुर्स एन्ड ट्राभल्स पोखरा सत्र घारीपाटन पोखरालाई सम्झिनुहोला। हामी यस्तै सुन्दर ठाउँहरू, सुन्दर पर्यटकीय स्थलहरू हामी यहाँहरूलाई घुमाउनेछौँ, देखाउनेछौँ। एकदमै विश्वसनीय, यहाँहरूको विश्वासिलो रूपमा हामीले यात्रा गराइरहेका छौँ। विश्वसनीयको रूपमा रहेको सुशोभित टुर्स एन्ड ट्राभल्स पोखरा सत्र घारीपाटन। यतापट्टि तल्लो बेल्ट देखाइरहेका छौँ। त्यहाँ निर्मल पोखरी हुँदै हाम्रो यतापट्टि माथि देखिएको छ मटिखान देउरालीसम्मको छ। यतापट्टि
अत्यन्तै राम्रो र सुन्दर ठाउँहरू फुलहरू फुलिरहेको ठाउँ यहाँहरूलाई देखाइरहेका छौँ।